छिमेकी मुलुक भारत सबैले बुझ्ने र देखिरहेको मुलुक पनि भएकोले आजभन्दा 15 वर्ष अगाडि हेर्ने हो भने सडकहरू अब केही प्रमुख सहरहरूमा त राम्रै थियो भने अब उदाहरणको लागि हामीसँग जोडिएको बिहारै भनौँ युपी भनौँ सिङ्गल लेनको एउटा कुनै गाडी आयो भने एउटा टायर तल बिचमा इँटा ओछ्याएको त्यो अवस्था थियो। आज ओभरअल इन्डियाको हेर्ने भरि पानी ग्लासमा बोकेर गाडीमा हिँड्यो भने पनि दिल्लीबाट आगरा जाँदाखेरि पोखिँदैन भनेपछि त्यो अवस्था भनेको त्यो सबै भारत सरकारले बनाएको होइन, प्राइभेट नीति राज्यले बनाइदियो। प्राइभेट सेक्टरलाई टोल ट्याक्स यति वर्षलाई उठाएर चाहिँ बनाउने त्यो नीति निर्माण गरिदिएपछि त्यो 10-15 वर्षमै त्यति ठुलो चाहिँ फड्को मारे हो। अब हामी कहाँ पनि हाम्रो चाहिँ अलि अब भूबनोट फरक छ, पहाडहरू बढी हुनेले पहिरो जाने यी सब कुराहरू हुन्छ। त्यसले गर्दा यहाँ सुरक्षित सडक निर्माण भनेको अधिकांश टनेल मार्ग, त्यसले गर्दा वन वातावरणलाई पनि असर गरेन र टाइम पनि सेभ भयो। अर्कोतिर सुरक्षित पनि भयो बाढी पहिरो जस्ता कुराले। अब यहाँ आवश्यकता चाहिँ लगानीको होइन नीतिको हो भन्छु म। लगानी त स्वदेशी विदेशी कोही पनि आएर बिजनेस न हो, बेनिफिट हुन्छ, लगानीको प्रतिफल उचित छ भने संसारका चाहिँ कुनै मुलुकको चाहिँ लगानीकर्ताले नि आएर इन्भेस्टमेन्ट गर्न सक्छ। या लगानी रिटर्न भनेको टोल ट्याक्सबाटै हो, राज्यलाई कर पनि आयो, चाहिँ के भन्छ लगानीकर्ताको प्रतिफलसहितको लगानी पनि फिर्ता आयो, बनिसकेको चाहिँ पूर्वाधार सदाको लागि राज्यको सम्पत्ति भयो। यस्ता कुराहरूमा अब निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ र त्यो अन्तर्गतको एउटा स्थल यातायात तथा पारवाहन समितिको सभापतिको हैसियतले मैले धेरै पटक चाहिँ प्रयत्नहरू गरेका छु। यी सब अहिले जुन हामी छलफल गरिरहेका छौँ त्यो विषयलाई धेरै पटक लिपिबद्ध गरेर बुझाएको पनि छौँ। तर अब समस्या नै हाम्रो मुलुकको के भने विषयहरू समस्या पहिचान गरेर कार्यान्वयनमा लग्ने कुरो नै समस्या छ कि कुरा छलफल र चाहिँ भेटघाट हुँदाखेरि अब सरकार पक्ष एकदम सकारात्मक त्यो कुरोमा कन्भिन्स भएको पाइन्छ तर कार्यान्वयन हुँदैन।